हेलो गाइजहरु के छ सबैलाई नमस्ते ढोक्दिया हैन तपाई चाहिँ अब यो भिडियो हेरिसक्नुभयो भने 30 सेकेन्ड समय मिलाएर यो भिडियोलाई पुरा हेर्नु होला त्यसपछि च्यानललाई सब्स्क्राइब लाइक कमेन्ट शेयर मन लागे गर्नु नभए मन लागे नगर्नु होला है ल यो भिडियो सुरु गर्न गए है त पपुलिस्ट भएर नै देश बन्छ जस्तो पनि लाग्छ अरूलाई गाली गरेरै मात्र देश बन्छ जस्तो लाग्छ तर स्टन्ट गरेर देश बन्दैन स्टन्ट गरेर देश बन्छ स्टन्ट गरेर देश बन्छ पहिले मलाई हाम्रो सुनिता डंगोलजी चाहिँ निर्वाचित भएर आइसकेपछि उहाँ चाहिँ आफ्नो पार्टीको आडमा लाग्नुहुन्छ कि पुरानो पार्टीको मान्छे भन्ने लागेको थियो हैन तर उस्तो हुनुहुँदो रहेनछ के उहाँ चाहिँ राम्रो मान्छे हुनुहुँदो रहेछ र आज फाइनली उहाँले भन्नुभएको छ हैन स्टन्ट गरेर देश बन्दैन भनेर हैन देश बनाउनलाई त स्टन्ट गरेर बन्दैन नि त उखान टुक्का ठोक्नु पर्ने हुन्छ नि त हैन त्यही भएर स्टन्ट गरेर देश बन्दैन देश बनाउनको लागि अर्को के पनि गर्नु पर्दो रहेछ भनेर म तपाईलाई भिडियोको डेमो देखाउँछु है हेरेर अन्तिमसम्म साथ दिनु धन्यवाद केरम काठमाडौँ पोखरा रेल आइसकेपछि बेनीसम्मका रेलका लागि त केही भन्नु पर्ला जस्तै लाग्दैन मलाई पोखरा रेल आएपछि बेनी जाँदैन बेनी जाँदा कहाँबाट जान्छ कुस्मा हुनु परेन 76 साल भित्र नेपालको पानी जहाजले झण्डा हालेर कसरी सामान बोकेर हिँड्छ कसरी मान्छे बोकेर हिँड्छ हामी देखाउँछौँ।